अलिक हाम्रो नयाँ पुस्ता अहिले असाध्यै विरक्त भएर देश छोड्ने प्रवृत्ति चाहिँ अलिक हिस्ट्री नबुझेर पनि जस्तो लाग्छ। सबै कन्ट्रीको इतिहास हेर्नुहोस् त, बेलायत त्यत्तिकै बनेको 17th सेन्चुरीमा क्रमवेल भन्ने पात्र थिए। तपाईँ हेर्नुहोस् त, भने क्रमवेल र राजा चार्ल्सको आर्मी बिचमा 10 वर्ष लडाइँ भएको छ क्या, द्वन्द्व भएर चार्ल्स यो बिहेडेड। त्यसरी डेमोक्रेसी आयो बेलायतमा पहिले। अनि त्यसै 100 वर्ष पछि 1789मा त्यहाँको चाहिँ जेकोबिन भन्ने रेभोल्युसनरी फ्रान्स गएर त्यहाँको चाहिँ लुइस 16औंको बिचमा नै झगडाबारी, हि वाज अल्सो डिथ्रोन बिहेडेड। अब त्यही बेलामा चाहिँ अमेरिकामा जुन जर्ज वासिङटन महान भन्छौँ, हि वाज ए जर्नल, हि फट अगेन्स्ट द ब्रिटिस कोलोनिस्ट। यसरी इतिहास बने हो भने हामी चाहिँ अलिक ढिलो भयौँ। 20th सेन्चुरी र 21st सेन्चुरी सुरुमा आएर बल्ल हामीले चाहिँ डेमोक्रेसी पुरा गऱ्यौँ। त्यसैले त्यो हिस्ट्रीलाई ध्यान दिँदै अरू देश जसरी विकसित भयो हामी पनि हुन सक्छौँ। अलिकति लेट भयौँ, तर हामी जो पछाडि पऱ्यो ऊ त छिटो दौडाउनु पऱ्यो नि त। मैले लिभ लगाऊँ भन्नु भएको त जस्तो उफ्रौँ भन्नु खोजेँ त्यहाँनिर हो क्या मैले। त्यसो भने पक्कै पनि यो 1-2 दशक पछि भित्र नेपाल चाहिँ विश्वको समृद्ध बन्न सक्छ। त्यो सपना नेपाली युवाहरूले देख्नुपर्छ। हामी हुन्छौँ हुँदैनौँ, तर त्यो सपना चाहिँ निरन्तर रहनु पर्यो।